Good morning, friends. Myself, Dipendra Khatri, Universal Crown Director. Welcome back to my channel, Vestige विजयपथ. वेस्टेज विजयपथमा आज हामी एउटा स्पेशल टपिक्समा चर्चा गर्छौं. कयौं साथीहरूले प्रश्न पनि गर्नु भएको छ. सर, 9 प्रकारका आम्दानीको बारेमा भन्नु होला भन्नु भएको छ. दुई तीन ठाउँ मैले यसको प्रश्न पनि देखेका थिएँ र आज यसको बारेमा हामी चर्चा गर्छौं. 9 प्रकारका आम्दानी यति बेला राइट नाउ, किनकि बीचबीचमा अपडेट भइरहेको हुन्छ, त्यो कारणले त यति बेला 9 प्रकारका आम्दानी के हुन् र त्यो आम्दानी कति बेला हामीलाई प्राप्त हुन्छ, कसरी हामीलाई प्राप्त हुन्छ र के चीजमा ध्यान दिनुपर्छ, चाहिँ कुन आम्दानी कति बेला लिनुपर्छ. कहिलेकाहीँ एउटा अर्को आम्दानी लिने चक्करमा ठुलो आम्दानी छुट्न पनि सक्छ. यसको बारेमा हामी आज डिटेल्समा चर्चा गर्नेछौँ. भिडियोमा बनिरहनु र अन्तिम समयसम्म बिचमा स्किप्स नगर्नु होला. भने यदि तपाईँ नयाँ हुनुहुन्छ भने सब्स्क्राइब पनि गर्नु होला र लाइक अवश्य गर्नु र आफ्नो टिमलाई पनि सेयर गर्नु होला, किनकि तपाईँले यदि टिममा सेयर गर्नुभयो भने तपाईँको बिजनेस एक्सपान्ड हुन्छ, बढ्ने गर्छ. त सर्वप्रथम त हामीसँग 9 प्रकारका आम्दानी के छन् त्यसलाई जानौँ. 9 प्रकारका आम्दानीहरू, किनकि योभन्दा पहिला 10 प्रकारका आम्दानी थियो, त्योभन्दा पहिला 7 प्रकारका आम्दानी थियो. त अपडेट हुँदै हुँदै 10 भन्दा 9 अझै ठुलो राम्रो आम्दानीको रूपमा हामीलाई कम्पनीले प्रस्तुत गरिदिएको छ. त 9 प्रकारका आम्दानीहरू छ हाम्रो बीचमा. पहिलो छ रिटेल प्रॉफिट. तपाईले कुनै पनि डिस्ट्रिब्युटर्सले हेल्थ लिभिङको प्लेटफर्ममा जोइन गरिसकेपछि अटोमेटिक तपाईले रिटेल प्रॉफिट अवश्य प्राप्त गर्न सक्नुहुन्छ. 10% रिटेल प्रॉफिट, त्यसको लागि भन्नु पर्दैन, बोलिरहनु पर्दैन. तपाईले आईडी बनाउनु भएको छ, परचेज गर्नुभयो, अटोमेटिक तपाईले त्यो आम्दानी प्राप्त गर्न सक्नुहुन्छ. अर्को छ तपाईको पर्फर्मेन्स बोनस. पर्फर्मेन्स बोनस मतलब तपाईले जुन यो सिस्टममा काम गर्नुहुन्छ, काम मतलब आफूलाई घरमा चाहिने सामान प्रयोग गर्ने र अरूलाई पनि प्रयोग गर्नको लागि भन्ने, यति काम गरेको आधारमा तपाईले केही न केही पीबी प्राप्त गर्नुहुन्छ. पॉइंट भ्यालु भन्छ त्यसलाई. पीबी प्राप्त गर्नुहुन्छ हर परचेजमा. त्यो पीबीको आधारमा, पीबी भनेको कम्पनीले त्यो प्रोडक्ट्स बेचे बापत जति प्रॉफिट पाएको हुन्छ, त्यो प्रॉफिटको आधारमा एक पॉइंट भ्यालु जेनेरेट भएको हुन्छ. त्यो प्रॉफिटको आधारमा तपाईको 5 to 16% तपाईले पर्फर्मेन्स बोनसको रूपमा प्राप्त गर्न सक्नुहुन्छ. लगभग 65% कम्पनीले डिस्ट्रिब्युट गरेको हुन्छ भने टोटल प्रॉफिटको 65% आम ग्राहकलाई नै रिटर्न गरिदिएको हुन्छ भने त्यो बापत पर्फर्मेन्स बोनसको रूपमा 5 देखि 16% तपाईले पाउन सक्नुहुनेछ. त जब जब तपाईको लेभल बढ्दै जान्छ त्यो हिसाबले तपाईले 5 देखि 16%, अहिले स्टार्टिङमा 5%, जब तपाईँ 1 देखि 579 पीबीसम्म तपाईको पीबी छ त तपाईले यहाँनिर 5% को हिसाबले, फेरि तपाईको 600 पार गर्ने बित्तिकै 600 देखि 2379 सम्म तपाईको 8%, हैन. त्यस्तै 2400 पीबी पार गर्ने बित्तिकै फेरि 5479 सम्म तपाईको लेभल 12%. यो लेभलमा जब यो लेभलमा हुँदाखेरि तपाईलाई बोनस त्यही हिसाबले आएको हुन्छ. जब तपाईको 5500 पीबी पार हुन्छ, प्लस हुन्छ, त्यसपछि 16% यो फाइनल. यसरी तपाईले पर्फर्मेन्स बोनस प्राप्त गर्न सक्नुहुन्छ. जुन पनि हाईएस्ट लेभलमा पुग्नु भयो मतलब तपाईले आफूले परचेज गरेको त्यही हिसाबले, त्यही लेभलको हिसाबले लाइफ टाइम एक पटक 16% पुग्नुभयो, लाइफ टाइम तपाईको टिमले काम गरेको छैन भने पनि 16% को हिसाबले तपाईलाई बोनस अवश्य प्राप्त हुन्छ, केवल आफ्नै परचेजमा पनि. बाँकी तपाई र तपाईको टिम, तपाई 16% मा हुनुहुन्छ, तपाईको कुनै 5% ग्रुप छ, त्यहाँबाट बिजनेस आछ मतलब यहाँबाट तपाईले कति 11% को बेनिफिट पाउनुहुन्छ. कुनै ग्रुप 8% छ मतलब त्यहाँबाट 8% को बेनिफिट पाउनुहुन्छ. कुनै ग्रुप 12% छ मतलब त्यहाँबाट 4% को आफ्नो सेल्फको 16%. यसरी आफ्नो र आफ्नो अन्तरको बीचको जुन बोनस छ त्यो पनि तपाईले पर्फर्मेन्स बोनसको रूपमा प्राप्त गर्न सक्नुहुन्छ. भने अर्को छ डाइरेक्टर बोनस. डाइरेक्टर बोनस जब तपाईँ 16% मा पुग्नुहुन्छ, त्यसपछि आफू र आफ्नो पुरै टिम मिलाएर सिंगल मन्थमा 2001 पीबी को बिजनेस खडा गर्नुभयो भने तपाईँ ब्रोन्ज डाइरेक्टर बन्नुहुन्छ. जब ब्रोन्ज डाइरेक्टर बन्नुहुन्छ त्यसपछि तपाईले 15% डाइरेक्टर बोनस पनि यहाँबाट प्राप्त गर्न सक्नुहुन्छ. ध्यान राख्नु होला, डाइरेक्टर बोनस प्राप्त गर्नको लागि पुरै कम्पनीको टर्नओभरको हिसाबले एउटा डाइरेक्टर बोनस पॉइन्ट बनेको हुन्छ. त्यसैको आधारमा तपाईले यो प्राप्त गर्न सक्नुहुन्छ. त यसको लागि तपाईले अलग-अलग बोनस क्याल्कुलेसन छ, डाइरेक्टर बोनस क्याल्कुलेसन. त यो क्याल्कुलेसनको बारेमा अलरेडी भिडियो बनिसकेको छ, तपाईले हेर्नु होला. प्लेलिस्टमा गएर बीओबी बेसिक
बिजनेस प्लान जुन छ हो त्यसमा गएर तपाईले त्यो प्लेलिस्टमा गएर पनि तपाईले यसको बारेमा डिटेलमा हेर्न सक्नुहुन्छ। करिब करिब फन्डामेन्टल एउटै हो, सेम हो। त बाँकी यति हो कि डाइरेक्टर बोनसको रूपमा 15% तपाईले यहाँबाट प्राप्त गर्न सक्नुहुन्छ। यो डाइरेक्टर एन्ड एबोभले प्राप्त गर्ने हो र एकपटक डाइरेक्टर बनिसकेपछि जब जब पनि तपाईले आफ्नो इन्टायर टिमबाट 2001 पीबी कमसेकम मेन्टेन गर्नुहुन्छ तपाईले यहाँबाट डाइरेक्टर बोनस पाउनुहुन्छ। ध्यान राख्नु है, कयौँको मनमा भ्रम हुन्छ एकपटक 2001 पीबी गरेपछि जीवनभर डाइरेक्टर बोनस आउँछ भन्ने सोच्नुहुन्छ। अरे भाइ 2001 भनेको 1 लाख रुपियाँको तपाईले बेचे पनि होइन, सबैले मिलेर किने हो, तपाईलाई लाइफ टाइम कसरी पेन्सन आउँछ हो। त्यसो जब जब पनि तपाईले डाइरेक्टर क्वालिफाई गरिसकेपछि जब जब पनि तपाईको इन्टायर टिमबाट कहीँबाट पनि 2001 पीबी तपाईको मेन्टेन छ भने तपाईले डाइरेक्टर बोनस यहाँबाट प्राप्त गर्न सक्नुहुन्छ। अर्को महत्त्वपूर्ण बोनस छ, निकै गजबको बोनस छ, दैट इज टिम बिल्डिङ बोनस। टिम बिल्डिङ बोनस प्राप्त गर्नको लागि तपाईको यो जुन टोटल पीबी 2001 छ, 2001 को सट्टामा 2600 पीबी कमसेकम 2600 प्लस हुनु पर्यो है। यो 2001 पनि प्लस हो, 2001 मात्र भन्ने होइन, ठीक छ। 2600 प्लस यदि तपाईले गर्नुभयो भने तपाईले टिम बिल्डिङ बोनस पनि प्राप्त गर्न सक्नुहुन्छ। ध्यान राख्नु, सामान्यतया टिम बिल्डिङ बोनस केवल ब्रोन्ज, सिल्भर र गोल्डलाई मात्र डिस्ट्रिब्युट हुने भएको कारणले जति 15% डाइरेक्टर बोनस जति हुन्छ त्यो भन्दा धेरै तपाईलाई टिम बिल्डिङ बोनसको रूपमा आएको हुन्छ। त्यसो जहिले पनि डाइरेक्टर क्वालिफाई गर्दै हुनुहुन्छ भने तपाई 2001 ले हैन 2600 पीबीले मेन्टेन गर्ने कोसिस गर्नुभयो भने बल्ल तपाईलाई राम्रो हुन्छ। जति 2001 पीबीले डाइरेक्टर मेन्टेन गर्न जति पैसा आउँछ त्यसको ठीक डबल भन्दा अझै धेरै तपाईले जम्मा 600 पीबी एक्स्ट्रा गर्दाखेरि प्राप्त गर्न सक्नुहुन्छ, ठीक छ। त ध्यान राख्नु, टिम बिल्डिङ बोनस डाइरेक्टर बोनस तपाईको डाइरेक्टर एन्ड एबोभ डियुसिडी सम्मको लागि आउँछ। डियुसिडी सम्मको लागि यो हुन्छ भने यो टिम बिल्डिङ बोनस चाहिँ केवल डाइरेक्टर, सिल्भर डाइरेक्टर, ब्रोन्ज डाइरेक्टर, सिल्भर डाइरेक्टर अनि गोल्ड डाइरेक्टर यतिको लागि मात्र प्राप्त हुन्छ। ध्यान राख्नु, तपाईले यदि एकपटक गोल्ड हासिल गर्नुभएको छ भने अर्को महिनादेखि सिल्भर डाइरेक्टर मेन्टेन गर्नुभयो भने पनि तपाईले टिम बिल्डिङ बोनस पाउनुहुन्छ। तर ध्यान राख्नु, गोल्ड एकपटक गोल्ड भइसक्नु भएको छ अनि तपाईले ब्रोन्ज गर्नुभएको छ 2600 पीबी, तपाईको टिम बिल्डिङ बोनस आउँदैन। ध्यान राख्नु है, एक लेभल तलसम्म तपाईले टिम बिल्डिङ बोनस प्राप्त गर्न सक्नुहुन्छ। तपाईले गोल्ड भइसक्नु भएको छ त बाँकी महिनाहरुमा सिल्भर डाइरेक्टर मेन्टेन गरे पनि तपाईले टिम बिल्डिङ बोनस पाउनुहुन्छ। ध्यान राख्नु, सिल्भर डाइरेक्टर हुनुहुन्छ तपाईले ब्रोन्ज डाइरेक्टर तपाईले 2600 पीबीले मेन्टेन गर्नुभयो भने पनि तपाईले टिम बिल्डिङ बोनस प्राप्त गर्न सक्नुहुन्छ। यानी तपाईको जुन एक पर्मानेन्ट जुन एक लेभल छ त्यो लेभल भन्दा एक लेभल कम तपाईले मेन्टेन गर्दा पनि तपाईले त्यो बोनस प्राप्त गर्न सक्नुहुनेछ। त यसरी टिम बिल्डिङ बोनस पनि तपाईले प्राप्त गर्न सक्नुहुन्छ। त्यस्तै अर्को छ लिडरशिप राइडिङ बोनस। लिडरशिप राइडिङ बोनस कम्पनीको टर्नओभरको 18% छ। त यो चाहिँ कमसेकम सिल्भर डाइरेक्टर एन्ड एबोभ, सिल्भर डाइरेक्टर भन्दा माथि डियुसिडी सम्मले प्राप्त गर्न सक्नुहुन्छ। सिल्भर डाइरेक्टर भएको छ मतलब उसको टिममा कोही न कोही एउटा डाइरेक्टर ग्रुप छ। यो डाइरेक्टर ग्रुप तपाईको गोल्ड, सिल्भर, डियुसिडी केही पनि हुन सक्छ। पछि यो डाइरेक्टर भएको ग्रुपमा 5625 पीबी को बिजनेस कमसेकम हुन पर्यो डाइरेक्टर ग्रुपमा र बाँकी मिलाएर आफ्नो साइड मेन्टेन हुन पर्यो। तपाईले लिडरशिप ओभरराइडिङ बोनस पाउन सक्नुहुन्छ। लिडरशिप ओभरराइडिङ बोनस पुरै सिस्टममा सबैभन्दा धेरै आम्दानी दिने बोनस हो। यसको बारेमा डिटेलमा फेरि पनि तपाईले प्लेलिस्टमा गएर बिजनेस अफ बेसिक्स BOB भन्ने छ, त्यसमा गएर तपाईले अलग अलग भिडियो खोलेर डिटेल्समा हेर्न सक्नुहुन्छ। अर्को छ ट्राभल फन्ड। कम्पनीको टर्नओभरको 3% पैसा यसमा बाटिन्छ। यो पनि सिल्भर डाइरेक्टर भन्दा माथि डियुसिडी सम्मलाई प्राप्त हुन्छ। त कम्पनीको टर्नओभरको 3% पैसा यसमा बाटिने भयो कारणले कमै आउँछ किनकि सबैलाई बाट्नु पर्ने हुन्छ। तर यो ट्राभल फन्डको माध्यमबाट तपाईले विदेश भ्रमण गर्न पाउनुहुन्छ। तर ध्यान राख्नु, यो सिल्भर डाइरेक्टर भन्दा माथि अथवा सिल्भर डाइरेक्टर जब पनि सिल्भर डाइरेक्टर भन्दा माथि मेन्टेन गर्नुहुन्छ तब तपाईको ट्राभल फन्ड प्राप्त गर्न सक्नुहुन्छ। भने अर्को छ महत्त्वपूर्ण बोनस, दैट इज कार फन्ड। कार फन्ड प्राप्त गर्नको लागि तपाई स्टार बन्नु जरुरी छ। स्टार मतलब तपाईको 3टा ग्रुपमा कमसेकम डाइरेक्टर हुनु पर्यो, साइडबाट आफ्नो मेन्टेन गर्नु पर्यो। त तपाईले लगातार 3 महिना यदि स्टार कमसेकम स्टार त्यहाँभन्दा माथि जति पनि हुन सक्छ 3 महिना लगातार कमसेकम स्टार मेन्टेन गर्नुभएको छ भने त्यसपछि तपाईले लाइफ टाइम केवल सिल्भर डाइरेक्टर मेन्टेन हुँदा पनि तपाईको कार फन्ड चलिरहेको हुन्छ। 3 महिना गरेको लगातार गरेको कारणले अब त्यसपछि सिल्भर डाइरेक्टर तपाईको ग्रुपमा बाइ चान्स बिजनेस कम भयो, एउटै मात्र ग्रुपमा डाइरेक्टर मेन्टेन भएको छ, बाँकीबाट आफ्नो साइड मेन्टेन गर्नु भएको छ भने पनि तपाईले कार फन्ड हमेसाको लागि प्राप्त गर्न सक्नुहुन्छ। कार फन्डको माध्यमबाट तपाईले यहाँबाट कार पाउने हो। तपाईको कार फन्ड जम्मा भइरहेको हुन्छ, जति बेला मन लाग्छ तपाईले आफ्नो कार लिन सक्नुहुन्छ।
अहिलेसम्म लगभग 7,000 भन्दा धेरैले कार लिइसकेका छन्। अर्को छ हाउस फन्ड। हाउस फन्डको लागि तपाईँको क्राउन डाइरेक्टर हुनु जरुरी छ। 6 ग्रुपबाट कमसेकम डाइरेक्टर मेन्टेन हुन पर्यो र यसलाई लगातार 3 महिना गरिसकेपछि अर्को महिनादेखि तपाईँ सिल्भर डाइरेक्टर मेन्टेन हुँदाखेरि यहाँ पनि कार फन्ड हाउस फन्ड दुइटै तपाईँले प्राप्त गर्न सक्नुहुन्छ भने। अर्को छ इलाइट क्लब बोनस। इलाइट क्लब बोनस सामान्यतया युनिभर्सल क्राउन डाइरेक्टर युसिडी भन्दा माथिकोलाई हो। युसिडी भन्दा माथिकोले अथवा यसको अर्को एउटा क्राइटेरिया पनि छ, त्यो तपाईँले एउटा अर्को जुन भिडियो छ इलाइट क्लबको बारेमा अलग्गै भिडियो पनि बनाएको छ, त्यसमा पनि तपाईँले गएर हेर्न सक्नुहुन्छ। यसमा त सामान्यतया इलाइट क्लब बोनस के अरे युसिडी मात्र होइन, तपाईँले लिमिटेड त्यसमा कति पिबी भन्ने छ, त्यसमा ध्यान राख्नु होला। अब यसमा प्राप्त गर्नको लागि चाहिँ इलाइट क्लब बोनस प्राप्त गर्नको लागि चाहिँ कमसेकम 3 ग्रुपबाट एलओबी जरुरी छ र युनिभर्सल क्राउन डाइरेक्टरको लेभल तपाईँको मेन्टेन हुनु जरुरी छ तपाईँले इलाइट क्लब बोनस प्राप्त गर्नको लागि। ठिक छ, युसिडी मेन्टेन अनि 3 ग्रुपबाट एलओबी हुनु जरुरी छ। त यो भनेको तपाईँलाई लखपति बनाउनको लागि हो। इलाइट क्लब बोनसको रूपमा नै म्याक्सिमम तपाईँले 32 लाखसम्म प्राप्त गर्न सक्नुहुन्छ। त गाइज यो सम्पूर्ण 9 प्रकारका आम्दानी भयो र ध्यान राख्नु होला तपाईँ स्टार बन्ने चक्करमा यदि स्टार जम्प गर्नुभयो अब त्यसपछि फेरि तपाईँले कहिल्यै पनि टिम बिल्डिङ बोनस प्राप्त गर्न सक्नुहुँदैन। त्यो कारणले ध्यान राख्नु होला हत्तपत्त यदि तपाईँको 3टै ग्रुपबाट एलओबी राम्रोसँग बनिरहेको छैन भने अथवा कुनै पनि ग्रुपबाट तपाईँको यदि एलओबी बनिरहेको छैन मतलब हत्तपत्त तपाईँ गोल्डभन्दा माथि जानलाई कोसिस नगर्नु। यदि स्टार गर्नुभयो मतलब टिम बिल्डिङ बोनस गयो, टिम बिल्डिङ बोनस गयो मतलब तपाईँको आम्दानी काफ़ी कम हुन्छ किनकि कार फन्ड टिम बिल्डिङ बोनसको तुलनामा कार फन्ड निकै कम हुन्छ। त सो हत्तपत्त जबसम्म तपाईँको बिजनेस डेप्थमा जाँदैन तबसम्म गोल्डभन्दा माथि जाने कोसिस नगर्नु, यो मेरो सुझाव छ। बाँकी बोनस त तपाईँले आफ्नो हिसाबले तपाईँले मेन्टेन गरेर प्राप्त गर्न सक्नुहुन्छ। त साथीहरू भिडियो काफ़ी लामो भइसकेको छ तर यो महत्त्वपूर्ण थियो आशा गर्छु किनकि यसको बारेमा अझै डिटेलमा जानकारी दियो भने भिडियो लामो पनि हुन्छ, तपाईँले बुझ्नु पनि हुन्न। तर 9 प्रकारको आम्दानी कसरी कति बेला कुन हिसाबले आउँछ यसको बारेमा मैले डिटेल्समा भने यसलाई स्किप तपाईँले यसलाई दोबारा रिवाइन्ड गरी पनि हेरेर यसको बारेमा डिटेल्समा जानकारी लिन सक्नुहुन्छ। जाँदै फेरि पनि तपाईँसँग रिक्वेस्ट यदि बेस्ट बेपत्मा नयाँ हुनुहुन्छ सब्सक्राइब गरेर साइडमा रहेको बेल आइकन अलमा गरेर क्लिक गर्नु होला। भिडियोलाई पुरा हेर्नु लाइक गर्नु, आफ्नो साथीहरूको बिचमा पनि यसलाई सेयर गर्नु होला किनकि बिजनेस बढाउने भनेको यसैले हो। तपाईँले भनेर प्राय हुँदैन, थर्ड पार्टीले भन्नु जानकारी दिनुपर्ने हुन्छ, आफ्नो टिममा पनि यसलाई सेयर गर्न सक्नुहुन्छ। थ्याङ्क यू भेरी मच, थ्याङ्क यू, विश यू वेल्थ।